सधैँ नम्र र सरल तरिकाले पत्रकारको प्रश्नको सामना गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार पत्रकारसँग चिडिए। तपाईलाई कांग्रेस एमाले थाङ्नामा सुताएको कि आफै सुत्नु भएको हो भन्दै प्रश्न गरेपछि तातिएका उनी एकपछि अर्को कडा प्रश्नले घेरिएका थिए। सुतेको होइन, त्यो तपाईहरुको बुझाइ सुत्या हो, केही सुत्या छैन। विगतमा पनि यसरी नै सहमति गर्ने गरिएको छ। मुख्य सचेतकहरूले हस्ताक्षर गर्ने प्रचलन पहिलादेखि पनि थियो। हुन पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेका उनी सत्तारूढसँगै मिलेपछि प्रश्नको घेरामा छन्, जसलाई लिएर पार्टी भित्रै र बाहिर समेत घेरिएपछि उनी यसै आक्रोशित छन् भने त्यसैमा शनिबार विराटनगरमा पत्रकारले प्रश्नको वर्षा नै गरे, जसले अवस्था कस्तोसम्म बन्यो भने अन्य नेता तथा कार्यकर्ताले अब प्रश्नोत्तर सक्यो भनेर प्रचण्डलाई जोगाउनु पर्यो। अर्थात् 2 हप्ता सदन अवरुद्ध गरेर चिसै पानीले नुहाएपछि अहिले उनलाई आफ्नै बोली भारी परिरहेको छ। विरोध गरेको हुनाले त छानबिन गर्ने सरकार आउन पर्यो नि त, समिति बनाउन आउन पर्यो नि। त्यो नगरेको भए त्यो हुने के? अथवा यस खालको सरकार हो भाइ देखिराख्नु भएको छ। एउटा कुनै घटना विशेष, एउटा कुनै इस्यु विशेषबाट कुनै नेताहरूको जीवन मैदान हुने कुरा होइन। अहिले 2 बुँदे सहमतिको विषयलाई लिएर प्रचण्डलाई स्वयं माओवादीका नेता तथा कार्यकर्ताले पनि प्रश्न गरेका छन्। यसैको उदाहरण माओवादी नेता लेखनाथले फेसबुकमा लेखेका छन्। खास के विषय छ र हस्ताक्षर गरेको